आज म ठेकुवा बनाउन जाँदैछु है। गहुँको पिठो, त्यसपछि सुजी थोरै, चामलको पिठो थोरै, अनि त्यस पछाडि कोकोनटको धुलो हैन, काजु बदामको धुलो थोरै, तपाईहरुलाई कस्तो मन पर्छ। त्यस पछाडि यसलाई थोरै घिउ राख्ने, अनि यसमा सोप पनि राख्ने। यस्तो गरेर यसलाई कसैलाई मन पर्छ कसैलाई मन पर्दैन। यो मन पर्छ भने राख्ने, मन पर्दैन भने राख्नु पर्दैन हुन्छ। र यसलाई मजासँग मोल्ने, चिनी पनि राख्नुपर्छ है साथीहरु। यो घिउलाई, यो पिठोलाई मजासँग मोल्ने। मोलिसकेपछि यसलाई मजासँग मोलिसकेपछि यो हातमा डल्लो गर्नुपर्ने छ साथीहरु। यस्तो खालको डल्लो बन्नुपर्छ आफै। यो डल्लो फुट्यो, यस्तो गर्दाखेरि यस्तो डल्लो बन्नुपर्छ, अनि बल्ल ठेकुवा राम्रो हुन्छ। यसलाई फेरि थोरै थोरै तातो दुध, हल्का तातो दुध थोरै राख्नु होला। अनि दुध मन नपर्ने धेरै समय राख्नु पर्नेले पानी राखेर गराउनु होला। र यसलाई पुरा रोटी बनाउने जस्तो डो बनाउनु होला। मेरो डो तयार भयो साथीहरु हैन। अब यसलाई आधी घण्टा जति यतिकै राख्नुपर्छ। यस्तो यस्तो नरम हुनुपर्छ है। ल यसरी बनाउने ठेकुवा। ठेकुवा बनाउने तरिका मेरो राम्रो भएको छैन साथीहरु। मेरो ठेकुवा यस्तो बनाएको मैले, हेर्नु होला है राम्रो छ कि छैन। म जान्दिन, सेकेन्ड टाइम बनाएको। यो राम्रो भयो कि भएन भन्नु होला है। मेरो ठेकुवा पाक्दैछ। अब म लास्टमा दिन्छु साथीहरु, यहाँ होला। मेरो खजुरीको बिस्कुट तयार भयो है। बिस्कुट भन्दा पनि यो ठेकुवा तयार भयो हैन। यो बच्चाहरूलाई स्कुलमा टिफिन पठाउन नि सक्नुहुन्छ। यो 1 महिनासम्म राखेर खान पनि सक्नुहुन्छ। जाडो महिना लागिरहेछ साथीहरु। चिया र यो ठेकुवा खान साह्रै मिठो हुन्छ। त्यसरी बनाएर खाएर हेर्नु होला है।